विश्वकप लीग 2 को अभ्यासमा नेपाली टिम। आईसीसी विश्वकप क्रिकेट लीग 2 श्रृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम अभ्यासमा व्यस्त छ। लीग 2 अन्तर्गत यूएई र अमेरिकासँग हुने श्रृङ्खलाका लागि यूएई पुगेको नेपाली टिम अभ्यासमा व्यस्त भएको नेपाल क्रिकेट संघ क्यानले जनाएको हो। यूएई श्रृङ्खलाका लागि रोहित पौडेलको कप्तानीमा नेपाली टिम घोषणा भइसकेको छ। क्यानले सन्दीप जोरा, लोकेश बमरा, आदिल आलमलाई हङकङ सिक्सेस टिममा पठाएर विश्वकप लीग 2 खेल्ने टिममा भीम सार्की, साहब आलम र अनिल शाहलाई स्थान दिएको छ। लीग 2 अन्तर्गत यूएई र अमेरिकासँग श्रृङ्खला कार्तिक 9 देखि 19 गतेसम्म यूएईमा हुँदैछ। नेपालले पहिलो खेल कार्तिक 9 गते आइतबार अमेरिकासँग खेल्दैछ भने दोस्रो खेलमा कार्तिक 13 गते बिहीबार यूएईसँग प्रतिस्पर्धा गर्नेछ। श्रृङ्खलाको अर्को खेल कार्तिक 15 गते शनिबार अमेरिकासँग खेल्ने। नेपालले श्रृङ्खलाको अन्तिम खेलमा कार्तिक 19 गते बुधबार यूएईसँग प्रतिस्पर्धा गर्नेछ। विश्वकप लीग 2 मा 16 खेल खेलेको नेपालले 12 अङ्क जोडेको छ। समान खेल खेलेको यूएईले 6 अङ्क मात्र जोडेको छ। तालिकामा नेपाल 7औं स्थानमा छ भने यूएई 8औं स्थानमा छ। 20 खेल खेलिसकेको अमेरिका 28 अङ्क सहित तालिकाको दोस्रो स्थानमा छ। अमेरिकाले 20 खेल खेल्दा 14 मा जित र 6 मा हारको सामना गरेको छ। च्यानलमा नयाँ हुनुहुन्छ भने क्रिकेट न्यूजको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला र भिडियोलाई एक लाइक अवश्य गरिदिनुहोला। हस्त धन्यवाद।